बबाल क्या अहिलेसम्म यहाँ ओकिनावा आइकन आजको फिल्डले चाहिँ फ्रेस माइन्ड गराइदियो यार पिस गरिदेऊ न पिस भेलो पिस ल जापान आएको नि अब 3 वर्ष भएछ गाइज होइन अब 3 वर्षमा अब अझै धेरै कुराहरू सिक्यो पुरै तरकारीहरू लाउने एरिया रहेछ हेर्न पुरा उ राखेर होइन मस्त बनाएको छ यसरी टनेल हालेर हेर्न पुरै घर जस्तै क्या यसरी पो बनाउनु पर्छ त्यहाँ हेलो यार नमस्ते सम्पूर्णलाई गाइज अहिले चाहिँ हामी ठ्याक्कै रुममा छौँ अनि तपाईँको कति भएको छ भने 3:32 गएको छ बिहानको अनि एकजना यहाँ पुरै झल्ल भएर बसेको छ अनि 2 जना केटाहरूको काम थियो होइन अनि कति बजीसम्म तिम्रो काम थियो मेरो 2 बजीसम्म उसको काम थियो अनि भिडियो खिचिदिनेवाला चाहिँ उसको 11 बजीसम्म काम थियो अनि मेरो चाहिँ फाइनली काम थिएन मेरो एकैचोटि अब आज राति 12 बजीदेखि काम छ अनि अहिले ठ्याक्क बिहानको 4 बज्न लागेको छ अनि अहिले चाहिँ हामी अब केटाहरूलाई कस्तो भने ओकिनावामा आएपछि हामी मस्त घुमौँ यताउता भन्ने सोचिरहेको थियौँ होइन यहाँ आएपछि चाहिँ झन् अब घुम्नै पाएन किनकि अलिकति अब त्यही त हो नि होइन सबैलाई प्रेसर छ गएको फी हाल्नुपर्छ गएको फी महँगो छ होइन त्यस कारणले गर्दाखेरि चाहिँ अब काम अनि त्यही माथि यहाँ ओकिनावामा चाहिँ अलिकति स्यालेरी नि कम छ होइन भने जस्तो स्यालेरी नै आउँदैन अनि गाह्रो छ अनि मैले सबै सेटअप गरिसकेको थिएँ यो भिडियो बनाउनलाई होइन जस्ट अब हालेर बोलिदिने मात्रै काम थियो होइन त्यही पनि मलाई भिडियो बनाउनलाई अलिकति कस्तो भने कामबाट थकित भएर आइरहेको हुन्छ होइन अनि निन्द्रा मात्रै लागिरहेको हुन्छ सुत्न मन लाग्छ भिडियो बनाउनलाई पनि त्यही अनुसार अलिकति जिखान छुटाउनु पर्यो समय छुटाउनु पर्यो होइन अनि आज चाहिँ ल केटाहरूलाई जानुपर्छ भनेर चाहिँ केटाहरूलाई नि अनि मैले नै प्रेसर गरेर लिएर जानु लागेको बिचरामा अब काम 2 बजीसम्म काम हानेर आए पनि अब अहिले यसरी अब फेरि बेलुका नि काम छ अनि यहाँ जापानको लाइफ यस्तो छ अरू कहीँ घुम्न जाउँ केही गरौँ भने फ्रिली छैन अब काममा गएन भने पैसा आएन अब कहीँ घुम्न जान्छु भन्यो भने त्यत्तिकै त कामको थकित भयो भने त्यही अनुसार जानु पर्यो अनि त्यस्तै छ अब जस आज चाहिँ हामी नयाँ ठाउँ केटाहरू चाहिँ गइसकेका छन् नयाँ ठाउँ मेरो लागि चाहिँ नयाँ ठाउँ एकदम दामी बबाल छ भनेर भन्छ अनि आज चाहिँ अलिकति कस्तो भने अहिले सबैजना अलिकति अब यसो गर फोटोसोटो भिडियोहरू खिच्नुपर्छ भनेर त्यही अनुसार चाहिँ आज अनि नयाँ ठाउँ हेरौँ पनि भनेर यहाँ ओकिनावा आइकन जहाँसम्म लाग्छ यत्रो 1 वर्ष क्रस भइसक्यो होला आजै होला अलिकति लङ जान लागेका हामी हो कि यहाँभन्दा अरू कुनै जान्छ सबै बिजी सधैँ दिन बिजी काम अनि सबै गएको त्यही हो अनि त्यस्तै छ ल अहिले चाहिँ मैले यहाँबाट गोप्रोमा स्कुटरमा हामी 3 जनाको स्कुटर छ अहिले जाँदा चाहिँ मैले त्यो गोप्रोमा भिडियो लिन्न जाँदा फेरि उताबाट फर्केर आउँदाखेरि चाहिँ मैले रोडहरूको भिडियो लिन्छु जाँदाखेरि फोनमा अलिअलि लिन्छु बाटोहरूको अलिकति भ्यूहरू लिन्छु किनकि गोप्रोमा त्यति भिडियो टिक्दैन अनि उताबाट आउँदाखेरि अब अहिले जाँदा त राति नै हुन्छ नि त होइन अँध्यारै छ उताबाट आउँदा उज्यालो हुन्छ त्यही भएर लिन्छु अनि अहिलेलाई चाहिँ यति नै गाई छ अब किनकि हामीलाई पनि ढिलो भइसकेको छ केटाहरूको नि उसको नि काम छ मेरो नि काम छ त्यही भएर चाँडै आएर सुत्न नि पर्छ होइन अनि त्यही हो अहिलेलाई चाहिँ यति नै क्या तपाईँहरूले एकदम सपोर्ट गर्नुभएको छ माया गर्नुभएको छ अझै माया गर्नुहोस् लभ किप सपोर्ट किप लभिङ यहाँ नयाँ ठाउँमा आएको हामी कस्तो भने यो लेकतिर जान्छौँ नि हामी अब मानव इक्जाम्पलको लागि मन्थली मेरो घर हो होइन घरबाट चाहिँ अब माथि 2-3 घन्टा माथि जान्छौँ त्यस्तै क्या यहाँ चाहिँ 180 घुमाएर उता देखिन्छ यहाँ चाहिँ अनि मस्त होइन दामी अहिले अब यसबाट त्यति जुम गर्न मिल्दैन म मोबाइलबाट नि खिचेर जुम गरेर देखाइदिन्छु दामी ठाउँ आछौँ होइन अनि कस्तो भने 1 वर्षपछि अब घुम्न आएको होइन कस्तो दामी फ्रेस भयो जस्तो लाग्यो अनि यो जङ्गल एरिया नि छ यहाँनिर जङ्गल एरियातिरको अब ट्याक्क अब कुनै दिन अब आज त अलि त्यति टाइमिङ छैन हाम्रो काम छ बेलुका केटाहरूको नि मेरो नि काम छ त्यही भएर अलिकति त्यस्तै भइरहेको छ गाइज होइन जस एकदम रिफ्रेस भयो 1.5 वर्षपछि घुम्न निस्केको होइन दामी रिफ्रेस भइरहेको छ अनि स्कुटरहरू चाहिँ टक्क मस्त यहाँनिर राखिरहेको छौँ अनि अहिले यहाँ लसन छ है लसनमा चाहिँ अनि यसो अब यहाँ बसौँ भनेर चाहिँ त्यही अनि मैले बाटोहरूको भिडियो लिन किनकि राति थियो अनि अब चाहिँ मैले भिडियोहरू ट्याक्क लिन्छु क्या उतै नेपालको भिडियो लिन्छु अब बाटोहरूको नि त्यही हो अब दामी मजा आयो क्या एकदम रिफ्रेस भयो आनन्द भयो क्या अब जस यहाँ बसेको अब जस स्टुडेन्ट लाइफ एकदम तनाव हुन्छ नि त होइन तनाव हुन्छ गाह्रो हुन्छ अब हरेक कुराको प्रब्लम हुन्छ प्रब्लमको बावजुद नि अब हामी यसरी राति कामबाट सिधै 8 घन्टा काम हानेर होइन राति नसुतिकन नि अब घुम्न निस्केका छौँ होइन जस अब यहाँ आएपछि अब भोलि पर्सि बसिन्छ कि बसिँदैन होइन के हुन्छ थाहा हुँदैन त्यही भएर अब अहिले चाहिँ जस घुमौँ यताउता भनेर केटाहरू चाहिँ अस्ति यहाँसम्म आएर छन् अनि मेरो त्यो बेलामा काम थियो क्या फेरि मलाई नि अब घुम्न यस्तो राइडिङ हान्न त मनपर्छ किनकि अब म पहिल्यैदेखि नै अब भ्लगिङ गर्ने मान्छे त अब त्यत्तिकै भइहाल्यो गाइज होइन दामी छ जोस् अब त्यही हो यहाँ एकछिन बसेर यसो फोटोसोटो खिच्छु फोटो नखिचेर नि धेरै भइरहेको थियो
अनि केटाहरूले नि यसो पोज सोज हनाउन लाए अनि पोजमा ट्याक्क खिच्यो अनि अहिले चाहिँ यहाँ के अरे अब हामी जान लागेको बिच होइन त माछा बिच अब यहाँ ओकिनावाको माछा बिच भन्ने ठाउँमा चाहिँ हामी हिँड्न गइरहेछौँ नि मस्त जतिर चाहिँ यस्तो छ है यहाँनिर पार्किङ एरिया रहेछ है त पार्किङ एरिया छ केटाहरू चाहिँ मस्त हिँडिरहेछन् अब हेरौँ केटाहरू त गइसकेका छन् अब फिलिङ्स लिन्छन् केटाहरूले मैले त्योभन्दा नि बढी फिलिङ्स लिन्छु अब यहाँको दामी ठाउँ रहेछ होइन यहाँ हेर्दै अब दामी देखिरहेछ अनि त्यही हो अब जापान आएको नि अब 3 वर्ष भएछ गाइज होइन अब 3 वर्षमा अब अझै धेरै कुराहरू सिक्यो होइन अर्काको देशमा आएर होइन धेरै कुरा सिकायो प्लस अब त्यही त भने अब कामसाम गर्नुपर्ने यताउतादेखि लिएर अब भनौँ न डेली लाइफ होइन एकदम नेपालको जस्तो छैन यहाँनिर लाइफ स्टाइल होइन यहाँ मान्छेहरू पनि सबै बिजी नै हुन्छन् अनि त्यही हो अब यहाँ जापान आएको मान्छेहरूले त अब सबैले बुझिसक्नु भएको छ यो कुराहरू भन्नै पर्दैन होइन अनि प्लस अनि मलाई चाहिँ एउटा लागेको के कुरा भने ओसाका बस्दाखेरि अब जस एकदम धेरै रमाइलो नि गरियो होइन पैसा नि कमाइयो तर यहाँ आएपछि त्यस्तो अब न रमाइलो गर्न पाएको छ न अब पैसा कमाएछ होइन यहाँको लाइफ अलिकता छुट्टै टाइपको छ अब किनभने यहाँ जापानको लाइफ चाहिँ अब त्यस्तै अब जे भए पनि स्ट्रगल गर्नुपर्छ अब त्यही हो अब हाम्रो अब 1 वर्ष छ अब हाम्रो यहाँ सोचेको हुनलाई 1 वर्षपछि अनि हाम्रो अब वर्किङहरू लाग्छ होइन वर्किङ लाग्छ अब जे पनि हुनसक्छ अब अहिलेको लागि अब भनिदिउँ होइन यस अहिले चाहिँ अब मस्त अब केटाहरूसँग यसरी हिँडिरहेछौँ है त ल यहाँको चाहिँ अहिले यस्तो छ है मस्त होइन हामी देखेको छ ठाउँहरू चाहिँ यहाँ जापानको त्यही त अनि यहाँ रोडहरू त बबालै हुन्छ जतासुकै होइन गाउँ एरियातिर भयो नि जे भयो नि रोडहरू चाहिँ बबालै हुन्छ क्या अब यहाँभन्दा तलतिर समुद्र छ होइन हामी यहाँ समुद्रमा जान लागिरहेछौँ यहाँ कस्तो रहेछ केटाहरू चाहिँ गइरहेछन् अनि केटाहरूले चाहिँ यहाँनिर दामी छ राम्रो ठाउँ छ भनेर चाहिँ केटाहरूले गरेर सेउ खाइ सित्ताना यहाँबाट त्यही भएर यताबाट हामी घुम्दैछौँ यहाँ चाहिँ मजाको चोर रहेछ है मस्त बस्नलाई हाम्रो यानके राइडर चाहिँ यहाँ अगाडि हुनुहुन्छ है मस्त फ्रम क्यानाडा ल फाइनली चाहिँ अब हामी हिँड्न लाग्यो एउटा यहाँ भाइ रेडी हुँदैछ अनि म एउटा भाइ पुरा उहाँ छ हो के सोचिरहेको छ ऊ चाहिँ जहिले बस्दा सोचिरहने हो अनि अब ट्याक्क अब स्कुटरको चाहिँ स्टाइल यो छ है होइन यहाँबाट चाहिँ मैले फर्स्ट टाइम आज चाहिँ यो मोटो भ्लगिङ अब यो स्कुटरमा गोप्रोबाट हान्दैछु है त कस्तो हुँदो रहेछ अब ल स्टार्ट गरेँ ल उसको चाहिँ पुरै त्यो साइलेन्सर हालेको छ साउन्ड हेर्न कत्रो केटाहरू नि रेडी छन् ल मस्त अहिले घाम लागिरहेछ कति बजे छ भने अहिले ट्याक्कै भन्दाखेरि 8:04 गएको छ यहाँ देख्न सक्नुहुन्छ 8:04 भएको छ अब यहाँबाट मस्त हामी एउटा ड्याममा जाने कुरो भइरहेको छ अब एउटा ड्याममा गएर चाहिँ अब बेलुका काम नि छ त्यही भएर चाहिँ अहिले अब घुम्ने टाइम नि मिलेन गाइज होइन त्यही भएर चाहिँ अब हामी यसो एकछिन अब घुमेर चाहिँ अनि त्यसपछि हामी बाहिर रिटर्न हुन्छौँ है त ल उसको त बाइकको साउन्डले नै ल अब हामी हिँड्यौँ है त मस्त हिँड्यौँ है त अब यहाँबाट अब अहिले के हो भने अहिले मैले मोटो भ्लगिङ गर्दाखेरि चाहिँ पुरै नेपालमा भ्लग गरेको जस्तै याद आइरहेको छ है त मलाई तर दामी लाग्छ क्या जे होस् अब यो यहाँ जापान होइन अब एकदम बिजी लाइफ छ कहिले काहीँ यसो रमाइलो नि गर्नुपर्छ होइन नयाँ ठाउँ अनि इन्ट्रेस्ट लाग्छ क्या हेर्न भ्युजहरू त क्या दामी छ अब नेपालको जस्तै बाटोहरू छ होइन बाटो त अब बबाले भइहाल्छ होइन यहाँको यहाँ जापानमा त अब यो बाटोको लागि त वर्ल्डकै एकदम खत्रै पर्छ अब अहिले चाहिँ अब मस्त हिँड्यो हामी फेरि यहाँ एकछिन यसो रोकिएको थियो अब यहाँबाट चाहिँ ड्याम जाने कुरो छ त्यही हो गाइज अब लाइफ भनेको कस्तो हो भने अब दुःख नि गर्नुपर्छ होइन काम नि गर्नुपर्छ यस्तै त अब यहाँ हामी यस्तो अनि यो चाहिँ वान वे हो क्या वान वे भएको कारणले चाहिँ अब ओभरटेक नि गर्न पाउँदैन क्या यहाँ चाहिँ अब मेरो स्पिड कम छ नि त होइन 50 भन्दा
क्या यो स्कुटर। अनि पछाडिकोले नि अब ओभरटेक गर्न पाउँदैन, केटाहरू अगाडि छन्। अनि आज आएर चाहिँ मैले कस्तो भयो नि, एकदम यो नेपालको जस्तै एरिया छ क्या। अब ओकिनावा हो अहिले चाहिँ यहाँ चाहिँ हामी होइन। अनि नेपालको जस्तै छ भाइब्सहरू। बाटो भन्दा त नेपालको भन्दा त कति राम्रो छ बाटोहरू होइन। भए पनि ठाउँहरू चाहिँ त्यस्तै छ क्या। किरा हुन्छ मान्छेहरू यसरी मस्त दामी ल। के छ केटाहरू के छ? यता हो ए ल, मैले यहाँ बोले केटाहरूले सुनेनन् न। यसो पिस गरिदेऊ न, पिस भेलु पिस ल। अब हामी जाममा परिरहेछौँ होइन। पुरै उतापट्टि चाहिँ जङ्गल छ क्या। यहाँ पुरै जङ्गल एरिया हो क्या। अब यहाँबाट हेरौँ कता जान्छ चाहिँ केटाहरू यहाँ म्याप हेरिरहेछन्। अब जस हामी यताबाट अब जान्छौँ उता, जस ठाउँ चाहिँ सही लागिरहेछ क्या। पुरै नेपालको भाइ आइरहेछ होइन। जस राइड हान्दा नि मजा लाग्छ क्या। म त पहिल्यैदेखि नै मोटो भ्लगिङ गर्न एकदम इन्ट्रेस्ट मान्छे होइन। अनि त्यही माथि अब अहिले त अब यहाँ आएर त सबै मिल्दैन नि त, अर्काको ठाउँ हो होइन, अर्काको देश हो भने जस्तो सबै मिल्दैन। हामी बसेको ठाउँतिर चाहिँ अब कस्तो भने अलि बजार एरिया भएको कारणले यस्तो नेचुरल एरियातिर छैन। अब नेपालमा नि चाहिँ यो अब बजार एरियातिर त हुँदैन होइन। भए पनि अब गाउँमा बजारमा बसिरहेको मान्छे अब यस्तोतिर आयो भने चाहिँ एकदम दामी फिल लाग्छ क्या। भाइब्स नि होइन, भाइब्स नि दामी लगाइरहेको हुन्छ। त्यस यस्तै छ गाइज। अब जङ्गल ल चाहिँ पुरै दामी क्या। अब हेर्नु न, सिसीको होइन धेरै पिकअप नि दिँदैन चलाउन। अब स्पिड कुदामा चाँडै पुगौँ भन्दा नि छैन। आनन्द 50 भन्दा कुद्दैन, गाह्रो पो छ त नि स्कुटरमा त। 50 सीसीको गेन्चुकी, यसलाई चाहिँ गेन्चुकी भन्छ क्या यहाँ जापानिजहरूले होइन। गेन्चुकी हो क्या यो चाहिँ। अब हामीले त स्कुटर भनिहाल्छौँ होइन। दामी भाइब्स है, दामी भाइब्स सही लगाएर जोस्। अहिलेसम्म यत्रो आइयो होइन। ल बबाल हेर्नु त रोडहरू। अब यस्तो जङ्गल एरियातिर नि होइन यस्तो पुरा पेन्टिङ हालेर होइन यस्तो दामी रोड बनाएको छ क्या टर्निङहरूतिर होइन। वाउ बबाल जोस्। मैले किनेको त 4-5 महिनै भइसक्यो। भए पनि आज चाहिँ मैले भ्लग बनाएको हो क्या। दामी लागिरहेछ जोस् ठाउँ हेर्नु न। पुरै हामी त गाउँतिर जान्छौँ नि बाटो होइन। यस्तै भाइब्सको आनन्द चिसो। अहिले त अब गर्मी भइसक्यो होइन। त्यही माथि ओकिनावामा त पुरै गर्मी छ नि त होइन। अनि गर्मी हुँदाखेरि नि अब यस्तो चिसो ठाउँमा प्लस अब नेचुरल ठाउँमा आउँदा चाहिँ दामी लाग्ने क्या। सही हो सही। केटाहरू पनि पुरै ह्याप्पी भएर कुदिरहेछ। अनि यहाँ चाहिँ कस्तो भयो भने अब पछाडिबाट गाडीहरू आइरहेछ होइन। यो क्रस गर्न मिल्दैन क्या। अनि त्यही भएर अब मैले जति स्पिड कुदाएको छ नि त्यही अनुसार कुदिरहेछ क्या यिनीहरू। 150 सीसीको भइरह भयो नि दामी हुन्थ्यो क्या। यो पुरै ब्याडहरू राखेर हेर्नु यो तरकारी खेतीहरू है। सही छ। अब केटाहरू मस्त कुदिरहेछ। हेर्नु है खतरा सही लगाइदिएर है। लास्टै अगाडि छ क्या। हेर्नु अब यस्तो ठाउँमा रोडहरू गएको होइन। लाइट साइड गरेर दामी बनाइदिएछ क्या। हेर्नु दाइको स्कुटर कस्तो साइलेन्सर हालेर होइन। अब अहिले यहाँ बाइक भइदा त वाइल्ड हानिन्छ क्या हाम्रो वाइल्ड। बाइक भइदा मस्त हानिन्थ्यो। क्रस लागि यहाँ बुढीहरू यसरी मस्त हिँडेछ। हाम्रो नेपालमा भइदा यतिको उमेरमा के हिँड्न सकिन्थ्यो। थला बसेर थला परेर खाटमै मस्त हुन्थ्यो। यो सुकाएर त बन्द भएछ। कस्तो रहेछ
कन्यादाम रे कन्यादाम हो जङ्गल एरिया है वाइल्ड जङ्गल छ र हट यता स्याल बाघहरू नि होला सायद ल यहाँ केटाहरूले अड्कन सकेन नि होला अब फेरि यहाँ हाम्रो चाहिँ बाटो कता केटाहरूले हेर्नलाई अब मिस्टेक भयो कता अब घुमाइन्छ क्या गुगल म्यापले नि झ्याउ लाग्छ कहिले काहीँ चाहिँ छ्या अब कहाँ जाने अब कता यता यो गल्लीतिर छिराइदिएछ अनि फेरि एकछिन यहाँ रोकेर होइन फेरि यहाँ घुम्दैछौँ कहिले काहीँ त फकफ लाग्छ यो गुगल म्यापले यार अब कहाँ जाने मान्छे कता गल्लीतिर छिराइदिएछ केटाहरू अब हेर्न नजाने भनौँ कि अब सधैँ हेरेर हिँडिन्छ होइन अब फेरि यतापट्टि छिरियो यता छैन नि त जाने ठाउँ मासतिर हो यता मासतिर हो क्या यहाँ देखाइरहेको छ कन्यादाम भनेर ए ऊ यता देखाइरहेछ ऊ यहाँ देखाइदियो क्या बोर्डमा हामी चाहिँ ड्याम जहाँ जान लागेको कता नजिक छ अनि यसो एउटा ठाउँ घुमेर चाहिँ फर्क्यौँ भनेको अनि अब नयाँ ठाउँ त्यही त हो नि होइन त्यही माथि अर्काको देश होइन गाह्रो छ नि अब घुम्न उ गर्नलाई केही भनौँ भने अब भाषा बुझ्न नि समस्या हुन्छ अनि त्यही हो क्या अब भाषा त बुझिन्छ अब भने सबै बुझिँदैन नि त होइन अर्काको देश हो अनि त्यही गाह्रो छ क्या अर्काको देशमा बस्न काम गर्नलाई त्यही माथि अब जापान भाषा पुरै अब इङ्ग्लिस केही बोल्दैनन् चोरहरू भोटेहरू काङलाङ कुङलुङ चुङलाङ चुङलुङ गर्छन् गाह्रो छ त अनि भाषा बुझेन भने त गाइस त्यही माथि अनि अर्को ठाउँमा घुम्न जाँदा त वाइल्ड छ हौ यहाँ त हेर्नु त पुरै टाकुरा क्या यहाँ त बवाल लगाइदिएर हौ हान्दियो मैले नि अहिले 55 जति कन्यादाम अब पुरै खेतबारी जस्तो छ त हौ यो त हेर्नु त अब यस्तो ठाउँ छ होइन बाटो चाहिँ बवाल छ क्या दामी छ नि हेर्नु पुरा अब यो लाइन साइन तानेर होइन दामी बनाएको छ कन्यादाम जान लागेको कन्यादामले नि त्यस्तै गर्ला जस्तो छ है त गाइज इचिगो भनेको रहेछ ल थोरै इचिगोहरू खानु अहिले त पुरै यो फार्मिङ एरियातिर आइएको छ हो हामी हेर्नु त पुरै जङ्गल आइदिएर क्या हामी त पोरिबेड छ त यार यता ड्याम जाने भनेर आइयो खोइ ड्याम जानलाई अब त्यो साइकलहरू रेसिङ भइरहेको छ त्यही भएर जानलाई खासै मिलेन त पुरै बाटो बन्द लेखिरहेको छ अनि हामी चाहिँ फेरि अब अर्को डेस्टिनेसनतिर जाँदैछौँ है त पुरै गाउँ छ हौ यता थेट हामी आइयो आज लगभग 50-60 किलोमिटर आइयो कि आइयो होला त्यस्तै रुमबाट 50-60 किलोमिटर अनि स्कुटर 50 सीसीको स्कुटरमा अनि त्यत्रो टाढा आउनु भनेको त हामी नि कडै हो नि हौ मान्छेहरू त त्यही साङ्लो पुरै खेतीयोग्य जमिन रहेछ ल अन्त पुरै केराबारी मस्त होइन अब यस्तो हो क्या यस्तो ठाउँमा होइन यसरी रोड राख्दो भने के फाइदा छ थाहा छ यसरी रोड राख्दो भने तपाईँहरूको केही सामानहरू ल्याउनु पर्यो यताउता भने सजिलो भयो नि त अब हाम्रो नेपालतिर यसरी रोड ल्याउनलाई खेततिरबाट रोड ल्याउनु पर्यो भने झगडा काटाकाट हुन्छ हो थेट यहाँ हेर्नु त यसरी मजाले
यसरी पानी यसरी फालिरहेछ होइन। अब केही सामानहरू लानु पऱ्यो यताउता भने सजिलो हुन्छ। अब हाम्रो नेपालतिर यसरी लान दिँदैन। अनि केही त्यो अब मकैहरू धानहरू लानु पर्यो भने टुई बोकेर त्यो रोडसम्म लिएर जानुपर्छ, त्यति गाह्रो छ। यस्तो फेसिलिटी भयो भने ट्याक सजिलो भयो नि त होइन लानलाई। यस्तो यो सिस्टम चाहिँ सही लाग्यो क्या। ल हेर्नु मजाको ठाउँ छ है। त्यही अहिलेकै बाटोमा पुग्छ होला यो त, त्यस्तो ठाउँ छ। पुरा पानी हालिरहेछ है। पुरै तरकारीहरू लाउने एरिया रहेछ हेर्न। पुरा ऊ राखेर होइन मस्त बनाएको छ। यसरी टनेल हालेर हेर्न पुरै घर जस्तै क्या। यसरी पो बनाउनु पर्छ ट्याक, दामी हुन्छ। अब बिहामा आएको कतातिर आइयो ऊ पनि म्याप हेरेरै छ। गाह्रो छ हौ, ब्रेक लाउँदा झ्याम कन्यादाम नि गर्नु गर हौ हामीलाई त छ। त्यही हो गाई चाहिँ अब फर्स्ट टाइम मैले मोटो भ्लगिङ गरेको होइन। स्कुटर किनिकन पहिला भाइलाई दिएर भाइको स्कुटरबाट उसले बनाएको थियो अनि मैले भिडियो हालेको थिएँ होइन। अनि अहिले चाहिँ मैले आफैले भिडियो बनाएको, त्यही पनि स्कुटर किनेको 4-5 महिनापछि। अब किन त्यस्तो भयो होला भनेर सोच्नु तपाईँहरू। बिजी लाइफ क्या, बिजी लाइफ गाह्रो छ। बिजी पैसा कमाउनु पऱ्यो, स्कुल फी तिर्नु पऱ्यो, हल्का भयो भने नेपाल पठाउनु पऱ्यो। गाह्रो छ हौ गाह्रो जापानको लाइफ स्टाइल। अनि के एरिया 7-11 यहाँ चाहिँ अब यहाँ चाहिँ 7-11 जस जापानमा अब यो कन्भिनियन्स स्टोरहरू चाहिँ जस भएकै ठाउँ छ है। अब एकछिन ट्याक्क बस्दिन के भन्दा के हो यार त्यस्तो? ओहो आइसल्यान्ड होइन कि त्यो घरहरू हेर न। डाँडाबाट छ नि त्यो घरहरू के हो हेर न त्यो। अहिले चाहिँ अब हामी कन्भिनियन्टमा आयौँ, केटाहरू पनि थकित भइसके कामबाट आएका। हिजोदेखि कामबाट आएका सुता छैनन्। म त धन्न सुतेर अलिकति मलाई त्यस्तो भएको छैन। यस्तो छ अनि गर्मी त्यस्तै छ। अब काहीँ घुम्न जानु पर्यो भने केही गर्नु पर्यो भने यस्तो गाह्रो छ क्या जापानमा। नसुतिकन यसरी घुम्न आउनुपर्छ। गाह्रो छ त। फाइनली चाहिँ अब हामी हिँडेको गाई चाहिँ नागो हिँडेको यहाँबाट। अब एक्कासी हाम्रो मुड चेन्ज भएर चाहिँ एउटा साथीको काम थियो अनि काम नि बिताल्यो उसले। अनि यहाँबाट चाहिँ अब नागोको राइड हिँडेको गाई चाहिँ होइन। अब यहाँबाट नागो जानलाई त्यही हो हामीलाई अब 20-25 मिनट लाग्छ। नागो भनेको चाहिँ कस्तो भने एकदम यहाँको चाहिँ अलिक धेरै गाउँ एरिया जस्तो हो क्या। अब हेरौँ न केटाहरू नि गएको छैन नागो चाहिँ। अस्ति केटाहरू यहाँ चाहिँ आएको थियो होइन, गएको छैन। अब हामी चाहिँ मस्त नागो राइड हान्दिएर गइरहेछौँ गाई चाहिँ होइन। अहिले चाहिँ ठ्याक्क अब 10 बजे होला सायद होइन। मैले घडी चाहिँ ट्याक्क हेरिनँ। अनि पुरै अब घाम टन्टला पुर्लाएको छ। बाटो भनेको यो हेर्नु नागोको। अनि यो नागो भनेको चाहिँ एकदम अब पुरै जङ्गल अनि प्लस अनि गाउँ एरिया छ भनेर भन्दै थियो। अब हेरौँ कस्तो रहेछ यहाँको परिस्थिति थाहा भइहाल्छ। अनि त्यही हो गाई अब तपाईँहरूलाई उयो गरेर चाहिँ मैले भिडियोको बनाउँछु नागो पुगेपछि चाहिँ बबार ठाउँ छ नागो भनेर भन्दैछ। अब हामी अहिले जानलाई ठिक परिरहेको थियौँ होइन। यहाँबाट अब हिँड्न लागिरहेको थियौँ। अनि फेरि अब आइहाल्यो। आएपछि फेरि कतिर के आउने होइन थाहा छैन। त्यही भएर नागोको राइड गरेर चाहिँ हेर्नु बाटो दामी बबाल बाटो छ क्या मासला खतरा दामी लागिरहेको क्या। हेर्नु यतातिर होइन यतातिर है। अनि एउटा भाइ चाहिँ ऊ पछाडि आइरहेको छ, एउटा भाइ अगाडि छ। 3जनाको राइड छ होइन। बबाल रमाइलो बबाल। अब हामीलाई यहाँ आएर रमाइलो लागेर होइन कामै बिदा ल्याइदियो क्या। मेरो चाहिँ राति 12 बजीदेखि काम भएको कारणले चाहिँ मैले चाहिँ लिइनँ होइन। किनकि केटाहरू त हिजोदेखि अब हिजोदेखि कामबाट डाइरेक्ट यता आएको न। अनि केटाहरूले चाहिँ गाह्रो भएर एउटा भाइको चाहिँ छैन, एउटाको चाहिँ छ। त्यही भएर चाहिँ अनि म चाहिँ लिन्न भनेर सोचिरहेको छु। त्यही हो
अब मैले पार्ट 2 हाल्छु गाइज होइन। अनि पार्ट 1 चाहिँ जहाँसम्म लाग्छ मैले यहीसम्म हो पार्ट 2 चाहिँ गाइज होइन। अनि पार्ट 1 चाहिँ यहीसम्म हो, पार्ट 2 चाहिँ मैले फेरि हाल्छु गाइज होइन। पार्ट 2 को लागि चाहिँ तपाईँहरूले वेट गर्न पर्ने हुन्छ नआएको होइन। जापानको पुरै गाउँ एरिया कस्तो छ तपाईँहरूलाई मैले पार्ट 2 मा देखाउँछु गाइज होइन। अनि आजलाई चाहिँ अब तपाईँको पार्ट 1 चाहिँ अब जोस् मैले यहीसम्म नै बनाउने टार्गेट गरी हेर्न। बाटो क्या दामी ठाउँ छ यहाँभन्दा उता अब कति होला त अब तपाईँको नागो यहाँबाट कति किलोमिटर चाहिँ ठ्याक्क मैले अब म्याप हेरेको छुइनँ अहिले, अगाडिको भाइले चाहिँ हेरिरहेको छ होइन। अनि त्यही हो पार्ट 2 चाहिँ तपाईँहरूलाई मैले उताको बाटो चाहिँ मैले पार्ट 2 मा तपाईँलाई देखाउने बाटो ठाउँ होइन। हेर्नु न पुरै टापु छ क्या पुरै हाम्रो उता पहाड एरिया जस्तै क्या। यो पहाड एरिया चाहिँ यही आएपछि मात्रै देख्यो क्या हामीले। वहाँ गएपछि मैले देखाउँछु। पार्ट 1 चाहिँ यहीसम्मको लाग्यो, पार्ट 2 को लागि चाहिँ वेट गर्नु होला गाइज। किप सपोर्टिङ गाइज है। मेरो नि अब च्यानल सब्सक्राइब हुने बेला भइरहेछ होइन, तपाईँले सब्सक्राइब गरिदिनु पऱ्यो गाइज है। च्यानल चाहिँ मोनिटाइज हुन लागिरहेछ। वा बबाल हेर्नु त ल मामा सही लगाइदिरहेको ठाउँ चाहिँ ल। हाम्रो स्कुटरको अब 50भन्दा कुद्दैन है अहिले। अब 150 cc को बाइक भइदिया भयो नि मस्त हान्न हुन्थ्यो क्या यो बाटोमा चाहिँ हेट बबाल क्या। अहिलेसम्म नै ओकिनावा आइकन आजको फिल्डले चाहिँ फ्रेस माइन्ड गराइदियो यार। केटाहरू नि रमाइलो भएर चाहिँ धेरै खुसी भएर चाहिँ अब बिदा लिउँ भनेर नै केटाहरूले लिन्छ। हेर्नु पुरा खतरा यो चोरले चाहिँ कता ओभरटेक गरिरहेको छ यार। दामी लाग्यो है। हेर्नु पुरै गाउँ एरिया हो क्या। अब यहाँ आएपछि ल तपाईँहरूलाई मैले पार्ट 2 चाहिँ अर्को भिडियो बनाउँछु। अहिले पार्ट 1 को लागि यति नै मोनिटाइज हुन लागेर छ च्यानल। तपाईँहरूले सब्सक्राइब गर्नु पर्यो गाइज है। मैले नेपालदेखि नै भिडियो बनाउने मेरो टार्गेट हो। यहाँ आएपछि बिजी व्यस्तताको कारणले मैले बनाउन पाइनँ। तपाईँहरूले सपोर्ट गरिदिनु पर्यो गाइज। किप सपोर्टिङ है त ल। अहिलेलाई चाहिँ यति।